Welcome guys, welcome back to the channel. I'm that guy. I'm taking some carb. Hizo, I made a huge mistake. Hizo, I was supposed to create on how to grow your back thick and wide. अब हिजो ब्याक वर्कआउट थियो, सो म चाहिँ त्यो भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ र रेडी भएर रेकर्ड पनि गरिसकेर सब भइसकेको थियो। तर मैले हिजो के गरेँ भन्दाखेरि अरू बेला म 1080pमा रेकर्ड गर्थेँ भिडियोहरू, अनि हिजो चाहिँ होइन क्वालिटी बढाउन भनेर 4Kमा रेकर्ड गरेको। त्यो दामी क्वालिटी थियो नि हिजोको भिडियो, कम्प्युटरमा सारेको चलेन, एडिटै गर्न सकिएन। त्यसपछि सब क्लिपहरू वेस्ट भयो। जुन चाहिँ 1080pमै रेकर्ड गरेको थियो, जस्तो पोजिङहरू भयो, रिस्क नलिकन त्यस्तो यस्तो त्यो चाहिँ भयो। जुन चाहिँ 4Kमा गरेको थियो त्यो चलेन। अनि त्यो 4Kमा रेकर्ड गरेको थिएँ यस्तै फ्रन्ट क्यामेराबाट। लास्टमा त्यो अलमोस्ट 7 GB फाइल भएछ, जम्मा 10 मिनटको क्लिप 4Kमा रेकर्ड गरेको। आफूले स्पेस पनि हिजो नपुगेर के भएर के अटेक भएको थियो, त्यही भएर हिजो युट्युबको भिडियोहरू हाल्नै पाइनँ। अब आज चाहिँ हाउ टु ग्रो लेग्स र हाउ टु ग्रो सोल्डर चाहिँ हुँदैन है, किन भन्दाखेरि मेरो सोल्डर त्यस्तो दामी पनि छैन, लाइक टिप्सै दिने खालको। तर आई नो राम्रो ठिकै छ, डिसेन्ट छ, तर त्यस्तो टिप्सै चाहिँ के दिनु जस्तो लागिरहेको छ मलाई। लेग्सको लागि पनि लेग्स मैले आजसम्म देखाएको छैन, राम्रो छ तर देखाएको छैन। सो त्यसको लागि पनि के टिप्स भनेर सो बिचमा के हुन्छ हेरौँ है वर्कआउट गर्दा गर्दै। अनि हिजो ठिकै छ, हिजोको क्वालिटी राम्रो भए पनि भाइब त्यस्तो थिएन क्या। त्यति बोलिनँ पनि म आज, त्यस्तो राम्रो कन्टेन्ट, आज त्यस्तो राम्रो भिडियो बन्छ जस्तो लागेन पनि, भइरहेको थियो मलाई मनमा नै। ठिकै भयो। अब आज चाहिँ म बोल्छु अलिक मजाले नै, आई विल ट्राई माई बेस्ट। मान्छेहरू हुन्छ अलिक अप्ठ्यारै हुन्छ कि, हिजो एउटा पोजिङ गर्दा एउटा कुन चाहिँ भाइले यसरी माइकमा बोल्दै थियो समातेर, हेरेको यसरी हेर्दै जान्छ, बाफरे। मलाई त्यसले केही फरक चाहिँ पर्दैन, तर त्यही पनि हुन्छ नि। म यो सघाउँछु, त्यसपछि एकछिन भ्लग्सहरू हेर्छु होला इन्सपिरेसनको लागि। त्यसपछि आई विल सी यु गाइज इन द जिम। आज मलाई वर्कआउट केही छिटो सकाएर घर जान मन छ है, भिडियो यति पनि बनाउन मन छैन। सो आजको भिडियो मेबी सर्टै हुन्छ होला। आई विल ट्राई माई बेस्ट टु मेक इट क्विक र क्वालिटी कन्टेन्ट है। आज लेग एन्ड सोल्डर र मैले वार्मअप सब सकिसकेँ। वर्कआउटलाई एकदमै छिटो बनाउनु हुन्छ आज, मलाई पनि झ्याउ नलागोस् रेकर्ड गर्न, सो एकदमै क्विक हुन्छ। एक स्क्वाटदेखि सुरु गर्छौँ है वर्कआउट। सोल्डर लेग सबै वार्मअप गरिसकेँ र आज म 4Kमा पार्न खोज्दिनँ, 1080p नै ठिक छ। लेट्स गेट इन्टु इट। गीत सुनिन्छ कि सुनिँदैन है, वेट, ए कपिराइट लाग्छ फेरि के गरेको मैले। म्युजिक पनि अन, भिडियो चाहिँ अन भयो भएन, वेट लेट मी चेक एकचोटि। ल एभ्रिथिङ इज वर्किङ, लेट्स डु दिस। अब आरडिएल, एक आज क्वाड फोकस्ड हो। सो एक स्क्वाट ह्यामस्ट्रिङको लागि यो मात्रै, आरडिएल मात्रै। त्यसपछि 2टा अझ क्वाड्सको गर्छु, अनि क्याप रेजेस सक्यो लेग्स। अरू बेला सोल्डर सुरुमा गर्थेँ, आज लेग छिटो सकाइहालौँ, अनि त्यसपछि सोल्डरको गरेर दामी पम्प भिडियो लिन पनि मजा आउँछ। ह्यामस्ट्रिङ सक्यो, एउटा मात्रै मुभमेन्ट। अब यो एक्सर्साइज चाहिँ आई एक्चुली इन्जोय, बसी लेगको एक्सर्साइज पनि कार्डियो जत्तिकै फिल हुन्छ, बाफरे जति बिस्तारै गरे पनि। अब क्याफ रेजेस मात्रै बाँकी छ लेगको, त्यो चाहिँ रेकर्ड गर्दिनँ होला, बोरिङ, लास्टै बोरिङ देखिन्छ त्यो एक्सर्साइज। त्यसपछि सोल्डर, त्यसपछि पोजिङ, मोस्ट इन्जोयबल पार्ट। केबल ल्याटरल रेजेसबाट सुरु। यो एक्सर्साइज पनि म त्यस्तो डिफ्रेन्ट एङ्गलबाट चाहिँ रेकर्ड गर्दिनँ अस्तिको जस्तो, अरू चाहिँ रेकर्ड गर्छु। यो वान अफ द बोरिङ एक्सर्साइज देखाउनको लागि। सो हिजो राम्रै भयो जस्तो लाग्यो, लाइक युट्युबमा भिडियो नहाल्न पाएको राम्रै भयो जस्तो लाग्छ मलाई। लाइक के बोलिरहेको थियो जस्तो फिल भइरहेछ। ल ठिकै छ, हिजोको भएन, आजको चाहिँ जस्ट वर्कआउट मात्रै, नथिङ स्पेसल लाइक टिप्स। वेन यु गेट स्ट्रङ इन अ मुभमेन्ट, जस्तो मेरो लागि अहिले यो सोल्डर प्रेस भएको छ, यो वेट हाल्ने निकाल्ने यो ल्याङ गर्दा नै यो एक्सर्साइज चाहिँ गर्न मन लाग्दैन क्या। बरु यसको सट्टा डम्बेल प्रेस गर्छु, त्यसमा अब वेट हाल्ने निकाल्ने त्यस्तो केही गर्नु परेन, सिधै जस्ट पिक अप द डम्बेल एन्ड डु इट है। त्यो पार्ट असाइड, यो मुभमेन्ट पनि म एक्चुली इन्जोय गर्छु। गीत पनि बज्न थाल्यो। सम पार्ट अफ मी डज केयर, मोस्ट पार्ट अफ मी डजन्ट केयर, किन भन्दाखेरि यसरी बोल्न पनि इजी हुन्छ गीत बज्दा, अरू डिस्ट्र्याक्ट भइरहेको हुन्छ, आफू मजाले बोल्यो है।
यसमा एउटा टिप चाहिँ यु गाइस सुड युज लेग पनि यस्तो पुरा प्रेस गरेर गऱ्यो भने त्यो एउटा बुस्ट पाइँदो रहेछ क्या। अब त्यसको बारेमा डिटेल भिडियो चाहिँ म अब पछि हेरौँ कसरी बनाउँछु, तर अहिले चाहिँ स्टडी के हो लेग ड्राइभ भनेर। यसमा चाहिँ हेभी गर्दाखेरि ग्रिपै छुट्ने क्या। वी आर डन विथ एप्स पनि, केबल क्रन्चेस र लेग राइजेस। अब लास्ट सोल्डर एक्सर्साइज। एउटा राम्रो कुरा चाहिँ मलाई आज त्यति बोरिङ लागेको छैन हिजो जति। होल वर्कआउटभरि आम लिसनिङ सङ्ग्स। लेट्स गो पोजिङ। लेट्स गो। यो पनि खोल्नु कि नखोल्नु आम कन्फ्युज। खोलिदिउँ मलाई। Big way when I'm walking, pray when I'm talking this to you. Fight for my attention, for your ascension, you must. पोजिङ चाहिँ सक्यो है। पम्प त्यस्तो केही देखाएको छैन, सोल्डर चाहिँ हल्का पम्प छ। पोजिङ पनि ओके फाइन छ, ठिकै छ। आजको त्यस्तो खतरा बडी पनि देखाएको छैन। एभ्रिथिङ वेन्ट वेल। म्युजिकले कत्रो डिफ्रेन्स पार्दो रहेछ बल्ल रियलाइज भयो क्या। म्युजिक इज रियली 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 इम्पोर्टेन्ट, स्पेसली अन लेग डेज। आजको लागि यति नै। इफ यु गाइज इन्जोयड, like, share, subscribe. I will see you guys in the next video.